हेलो सम्पूर्णलाई नमस्कार। जीविस बुढा भ्लगमा स्वागत छ हजुरहरूलाई। ये देखिराख्नु भएको चाहिँ मुर्केचोला गाउँपालिका इला डोल्पा हो हैन। म चाहिँ आज फोक्सुन्डो यात्राको तयारीमा छु, म र मेरो भतिज। बाँकी तपाईहरुलाई भिडियोबाट देखाउने छौं है त। हामी चाहिँ दिदीको होटलमा छौं। अब यहाँबाट हाम्रो यात्रा मेरो र मेरो भतिजको चाहिँ फोक्सुन्डो हुँदैछ। हाम्रो उहाँ भाउजू आउनु भएको छ। ओ भाउजू के भन्न चाहनुहुन्छ? केही भन्दैन, राम्रोसँग जानु होला, शुभयात्रा पनि दिनु पर्दैन भन्ने। रोलिनमा यति साथ किन ठोक्दैन है गाइजहरू, यहाँ सधैँ ठोकिहाल्छ सबै फुटुङ फुटुङ।
यहाँबाट माथि चाहिँ अब गेट देखिरह नि जे होस् यो गेटबाट चाहिँ माथि त्रिपुरा सुन्दरी माता भगवानको मन्दिर जाने बाटो हो यो एउटा उताबाट हुन्छ यताबाट हुन्छ हो यहाँबाट अब अगाडि बढ्यो भने त्रिपुरा कोट बजार आउँछ है बाइकको चाहिँ यो प्याड भाँच्छ यो ठ्याक्क यो प्याड चाहिँ यो प्याड चाहिँ मगाउनु पर्नेछ हैन रोनिनको रोनिङ 226 यो चाहिँ हाम्रो सुलीघाट आर्मी क्याम्प हो यहाँबाट पारे पुल तरेर यसरी यो भित्र जाने फोक्सोन्डो जाने चाहिँ यताभित्र हो हैन अब दुनै जाने यता भयो अब यो दुनै गएर पनि फेरि आएर यही बाटो दुनैबाट फेरि ब्याक भएर यही बाटो फिर्ता आउने दुनै बजार जानुको लागि चाहिँ यताबाट गएर दुनै बसेर नि फोक्सोन्डो जान मिल्छ यहाँबाट त्रिपुराकोट बसेर आएर यहाँबाट सिधा फोक्सोन्डो जान पनि मिल्छ सेफोक्सोन्डो राष्ट्रिय हार्दिक स्वागत छ यो चाहिँ सेफोक्सोन्डो राष्ट्रिय निकुञ्ज नेपालको सबभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हाम्रो डोल्पामै छ है त गाइजहरू हामी चाहिँ अब सेफोक्सोन्डोले जान्छौँ ल काकोसित केही जाओस् न दुई भाइ यतातिर ढल्केर फोक्सोन्डोको बारेमा जाओस् न यार अलिकति फोक्सोन्डो अब एकदम टुरिज्म हिसाबले एकदमै पपुलर ठाउँ हो हामी अब धेरै समयपछि फोक्सोन्डो जाने भन्ने इच्छा थियो तर पुरा भएको थिएन अब पुरा हुन्छ भोलि ल यो चाहिँ हाम्रो लोकल केरा हाम्रो डोल्पाको लोकल केरा दामी छ यी हेर्नु त पाकेको के यस्तो दामी मुखै हालिदिनु लाग्दैन हामी टोटल्ली विदाउट इन्टरनेट हिँडिरहेको छौँ होइन गाइजहरू अब कसैसँग केही दिनसम्म कन्ट्याक्टमा रहिन होला दुःख नमान्नु होला चिल भाइबमा हो होइन मजाले आफ्नो डेस्टिनेसनतिर लम्किँदै हो भन्ने हाम्रो पूर्ण आशा छ काट्ने 23 से 21 मिटर अल्टिट्युड रहेछ यहाँको चाहिँ भाइब्स कता आयो
हाम्रो यात्रा चाहिँ रफ्तारमा चलिरहेको छ अगाडि आज कसरी पुग्नु हो गाउँपालिकामा हामी प्रवेश गर्दैछौँ। यहाँबाट हामीलाई वेलकम गरिरहेको छ। अब म यो फक्रिँदो गाउँपालिका छिर्दैछु है गाइजहरू होइन मैले यहाँ थर्मास ल्याउने गरेको थिएँ तातो पानी थर्मास ल्याएको चाहिँ यसलाई फाइदा भएछ कि मजाले मानिले मात्रै हट वाटर खाएर होइन बाटोमा पानी खाएर जान पाउनु हो टक्क पानी खाएको छ कफी खाएको छ बाटोमा हो चस्मा ठोक्या छ ड्याङ्की ड्याङ पछाडि झोलाको सिक्री पनि नलगाएको छ